टप अर्डरले बल 1 देखि नै एट्याकिङ इन्टेन्ट खेल्नै पर्छ, रहरले हैन बाध्यताले। यो म्याच साउथ अफ्रिका जस्तो लो स्कोरिङ थ्रिलर हुनेवाला छैन। दिपेन्द्र सिंह ऐरी जस्ता म्याजिकल फिल्डरलाई ब्याट्सम्यानको नाकको अगाडि राख्ने, रातो माटोले ढाकिएको हाई बाउन्स फेभर गर्ने ब्याटिङ प्याराडाइज वानखेडेमा एज लागेर पनि छक्का गइदिन्छ। त्यस्तो कुनै डिफेन्स मेकानिजम नै छैन जसले यो असम्भवलाई सम्भव गर्न सक्छ। इंग्ल्यान्डलाई हराउनु छ भने एभ्रिथिङ मस्ट गो राइट, एभ्री सिंगल थिङ। यसमा रिस्क छ तर सेफ अप्सनमा ग्यारेन्टिड लस छ। क्यान नेपाल एक्चुअली पुल दिस अफ? एन्ड द्याट इज एक्ज्याक्टली वेयर वी सरप्राइज देम। हेलो एन्ड नमस्ते सबैलाई। नेपालले आफ्नो दुईटै बाउमा म्याचेस खेलिसकेको छ एन्ड व्हाट बेटर वे क्यान यू एक्सपेक्ट टु एन्टर द वर्ल्ड कप। यो दुईटा जितले सिङ्गो देशलाई आशाको झल्को देखाएको छ। गल्ली गल्लीमा चियासँग क्रिकेटको गफ र स्कुल कलेजदेखि अफिससम्म क्रिकेटकै बारेमा छलफल हुँदैछ। हामी साँच्चीकै यसलाई चाडपर्व जसरी सेलिब्रेट गर्दैछौँ। नेपालले आफ्नो लास्ट दुईटा वार्म अप म्याचेसमा देखाएको डोमिनेटिङ ब्याटिङ र रेलेन्टलेस बलिङले हामी सबैको एक्सपेक्टेसन एक लेभल अझ बढेको छ। बट लेट्स गेट रियल, यहाँदेखि अगाडिको बाटो स्पेशली अगेन्स्ट इंग्ल्यान्ड सजिलो छैन। इनफ्याक्ट इट इज द हार्डेस्ट वान इमेजिनेबल। इंग्ल्यान्ड जस्तो वर्ल्ड क्लास ओपोनेन्टलाई फेस गर्नु, त्यो नि वर्ल्ड कपमा, अनि जित्ने आशा राख्नु इज ब्रुटल्ली डिफिकल्ट। अनरियल पनि साउन्ड गर्न सक्छ, तर इंग्ल्यान्डलाई हराउनु छ भने एभ्रिथिङ मस्ट गो राइट, एभ्री सिंगल थिङ। त्यो नेपाल भर्सेस साउथ अफ्रिकाको नेल बाइटिङ म्याच सम्झौँ त एकपटक। हामी जितको ढोका अगाडि पुगेर 1 रन सर्ट भइहालेका थियौँ। That one agonizing run, the history awaits us again. This time the stage is वानखेडे। त्यो अधुरो कहानीलाई यस पटक क्लाइमेक्स दिन पाउला त, त्यो नि अगेन्स्ट इंग्ल्यान्ड। क्यान नेपाल एक्चुअली पुल दिस अफ? आज म द ओन्ली विनिङ स्ट्राटेजी जसले हामीलाई 1 रियल चान्स दिन सक्छ को बारेमा कुरा गर्छु, एन्ड इट इज अट्याक, एम्बुस एन्ड ऑल आउट एग्रेसन। कोच स्टुअर्ट लले भने चाहिँ देयर इज नो रूम फर मिडियोक्रिटी। वी मस्ट प्ले लाइक वी हैव नथिङ टु लुज बिकज प्र्याक्टिकल्ली वी डोन्ट। यो म्याच साउथ अफ्रिका जस्तो लो स्कोरिङ थ्रिलर हुनेवाला छैन। वानखेडे इज अ डिफरेन्ट बिस्ट। रातो माटोले ढाकिएको हाई बाउन्स फेभर गर्ने ब्याटिङ प्याराडाइज वानखेडेमा एज लागेर पनि छक्का गइदिन्छ। आउटफिल्ड लाइटनिङ फास्ट छ। यस्तो आउटफिल्डमा फिल साल्ट, जस बटलर जस्ता ब्याट्सम्यानलाई डिफेन्सिभ स्ट्राटेजीले रोक्न सकिन्छ जस्तो लाग्छ तपाईलाई? मलाई त लाग्दैन। त्यस्तो कुनै डिफेन्स मेकानिजम नै छैन जसले यो असम्भवलाई सम्भव गर्न सक्छ। त्यही भएर बसबाट पभिलियन जाने मोमेन्टदेखि नै एट्याकिङ इन्टेन्ट, विनिङ माइन्डसेट र फियरलेस बडी ल्याङ्ग्वेज हुनुपर्छ। कुनै इङ्ग्लिस ब्याटर क्रिजमा भर्खर आएको छ भने स्लिप लगाइदिने, अर्को एन्डबाट सन्दीप लामिछाने इन्ट्रोड्युस गर्ने, गुलसन झा, कुशल भुर्तेल, रोहित पौडेल जस्ता गन प्लेयरहरूलाई सर्कलभित्र राख्ने, इजी सिंगल रेस्ट्रिक्ट गर्ने, दिपेन्द्र सिंह ऐरी जस्ता म्याजिकल फिल्डरलाई ब्याट्सम्यानको नाकको अगाडि राख्ने, बेसिकली अपोजिसनलाई प्रेसर फिल गराउने। हामीले आफ्नो प्लेइङ 11लाई ब्याटिङ हेभी राख्नै पर्छ। एटलिस्ट 8 वटा जेन्युन ब्याटिङ अप्सन्स। वाइ? बिकज वानखेडेमा आइदर दिस वे और द्याट वे यु विल बी स्म्यास्ड। पार्ट टाइमर र अलराउन्डरहरू एक्सपेन्सिभ हुन सक्छन्, बट एक्सपेन्सिभ त हाम्रो बेस्ट बलर पनि हुन सक्छन्। यत्तिकै वानखेडेलाई बलर्स ग्रेभयार्ड त भनेको होइन नि। जसरी पनि रन कन्सिभ गर्ने नै हो भने वाइ नट टु गो विथ अ ब्याटिङ लोडेड एक्सप्लोजिभ युनिट। यसमा रिस्क छ तर सेफ अप्सनमा ग्यारेन्टिड लस छ। टप अर्डरले बल 1 देखि नै एट्याकिङ इन्टेन्ट खेल्नै पर्छ, रहरले हैन बाध्यताले। पावर प्लेको फुल युटिलाइज गर्दै एक्सप्लोजिभ स्टार्ट पायौँ भने मात्र जुन हाम्रो मिनिमल चान्स छ जित्ने, त्यो चान्स बनिरहन्छ थ्रु आउट द गेम। पिचको बाउन्स र बलरको पेसलाई ट्रस्ट गर्दै बलको लाइनमा गएर अन द राइट सटहरू खेल्न सक्यौँ भने हामी गेमलाई इन्ट्रेस्टिङ बनाउन सक्छौँ। सी, कन्सियसली और अनकन्सियसली इंग्ल्यान्डले हामीलाई अलि कम आकलन चाहिँ गर्छ नै गर्छ, एन्ड द्याट इज एक्ज्याक्टली वेयर वी सरप्राइज देम। हामी कन्भिक्सनको साथ फिल्डमा एन्टर गर्यौँ र एग्रेसिभ मेन्टालिटी राखेर म्याच खेल्ने हो भने म्याच विल बी भेरी एक्साइटिङ टु वाच। पर्सि हुन लागेको यो एपिक म्याचको लागि म र हामी सबै नेपाली फ्यान्सको तर्फबाट जितको लागि हार्दिक मङ्गलमय शुभकामना। विजयले हामीलाई नै स्वीकारोस्। अल द भेरी बेस्ट टिम नेपाल। बट तर, लेकिन, किन्तु, परन्तु केही गरी दुर्भाग्यवश नेपालले राम्रो पर्फर्म गर्न सकेन अथवा नतिजा हाम्रो पक्षमा आउन सकेन भने इट इज भेरी इम्पोर्टेन्ट नट टु लुज होप। क्रिकेट टिमलाई ट्रोल गर्ने, हेट स्प्रेड गर्ने, गाली गर्ने जस्ता अननेसेसरी एन्ड इमोरल एक्टबाट आफू टाढा बस्ने र सपोर्ट पनि नगर्ने। वी एज अ क्रिकेटिङ नेसन आर स्टिल इभल्भिङ, स्टिल लर्निङ एन्ड स्टिल एडभान्सिङ। I will end this with a line I live by, and it goes like this: you don't love a team because they always win. You love them because they are yours.
in the rain and in the sunshine, in the triumph and in the heartbreak. And that love is your banner. Carry it. Keep supporting the rhinos. This is Ayush Mishra. Jai Nepal. This is behind the scene of our Ayush Mishra's second official video. And it is going to be a banger. Dominating batting, relentless.